yo. Good morning. This is Bote man Bote house. यो हाम्रो मम्मीले आज यहाँ फेरि मिल्क बनाउनुलाई मिल्क भन्ने दुध हो क्या Be strong man. Eat good, eat food. Good food, good mood. मिल है हैन कि है मिल्क भन्ने दुध We eat a milk, okay? बुढी बोके ओके थ्यांक यू ओके बुढी बोके हाम्रो मम्मी गोरु हुँदै गयो रातोमा सुहाउँदैछ है तपाईलाई हामीले रातो ज्याकेटहरु किनिनु पर्यो 20-30 हजार पर्यो 20-30 हजारको ज्याकेट किन्यो भने म त मरिहाल्यो मेरो यो पनि राम्रो छ कुमारले दिएको है सरारा 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 इसको प्रेम सरारा मलाई किसको वचनले हेर तानी ल्यायो मलाई किसको वचनले हेर तानी ल्यायो म त यस पृथ्वीको सृष्टिकर्ताको यसरी त आउँदा नि जन्मिएको मान्छे तर खिसको रगतको साले मलाई बचाइदिनु भयो बनिमान भएको छु सरारा 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 दाँत पनि उस पनि आँखा पनि धोएन अब कालो भए मेरो आँखा धोएर नि कति मजा आइरहेछ म त गोरो रहेछ त कुमा गोरो त खाने चराहरू कालो हो म नाम चाहिँ काली फेरि माथिको सेता के सेता त्यो माथि चिन्छ होला नि भोक्टङहरु मान्छे चाहिँ कालो हो नाम चाहिँ सेता हाम्रो मान्छे गोरो हो नाम चाहिँ काली केले चलाउने यसले यस्तो गर्ने हो नि पहन चम्चा ल्याउँछु त्यो यस्तो त्यसले राम्रो हुँदैन बिग चम्चा इन द हाउस पारेर राख्नुपर्छ यस बोस चलाउनु पर्छ मलाई माथि चिया खाए माइजुले बनाएको थियो भाम माइजुले त्यही भएर ढिलो भयो चाँचाडा आएको त्यही भएर तपाईँलाई चिया खानु दिनुपर्छ भनेर चाँचाडा आएको दाइ दुध लैजा भनेको म घर जानुपर्छ भन्थ्यो अनि पछि फेरि लौ भन्यो अनि ठुलो बना हो भयो भयो सानो नबनाउनु फेरि जान्छ फेरि यो त फेरि है यता ढल्काउनु पनि सानो बनाउनु होइन होइन यता ढल्काउने सानो बनाउनु यस्तो के उता चाहिँ ठुलो अनि मुनि गयो भने मर्छ नि त अनि सानो गर्दै यतापट्टि यस्तो गयो भने सानो हुँदो रहेछ यता लेफ्ट भन्छ यतापट्टि लेफ्टमा चाहिँ यतापट्टि ल्यायो भने चाहिँ सानो राइटपट्टि लग्यो भने चाहिँ ठुलो हुँदो रहेछ This is fact, okay? Yo. दुधबाट दहीबाट है एउटै चिज 4-5 वटा भएपछि त अनि बेनिफिट धेरै हुन्छ नि एडभान्टेज देयर इज मेनी एडभान्टेज व्हेन देयर इज one दुधबाट दहीबाट मैबाट घिउ खाँदाखेरि राम्रो हुन्छ जिउ घिउ खाने राम्रो हुन्छ जिउ बडा म्यान बडा इन द हाउस जिउ never do not afraid to die because bora is very dangerous man up and down up ma mo थियो नि त अब यसरी गीत गाऊ up and down पनि यही हो विदेश पनि हैन मलाई जापान पनि मलाई अमेरिका नि मलाई रोमन पनि यही हो मलेसिया पनि यही हो दुईटा गाई पाल्छु 2 गिलास दुध खान्छु त्यसरी गाएको त हो नि मान्छेले त्यसरी गाई भाइरल भए त्यस्तो गीत त भाइरल हुन्छ यस्तो त्यो कुरा किनभने सबै मिल्छ नि त सबैसँग क्या सबैसँग मिल्छ नि त है अब के गर्ने विदेशमा गएर घरमा बस्न मन लाग्छ है परिवारसँग अनि त्यसपछि त मलाई जापान पनि यही मलाई अस्ट्रेलिया नि यही मलाई अमेरिका काम पाएन डिग्री पास गरेर घरमै बस्छु लैनो भैँसी पालेर चिन्ता छैन के मलाई जापान पनि यही मलाई अमेरिका नि मलाई अस्ट्रेलिया नि रोमनी पनि यही मलेसिया पनि यही
सबै थो सबै सतेसमा बसिरहन्छु मै भन मलाई नेपाल मलाई रोमन पनि यही मलाई मलाई नेपाल बस्न मनपर्छ सबै कुरा ध्यान लाग्छ नेपाल बस्नु भने यत्रो 7वटा समुद्र पार गर्दा आएका म कहाँ थिएँ थाहा म यो त नेपाल हो नि त मलाई अर्को माथितिर थियो यहाँ नेपाल भनेपछि यतातिर होला रोमनिया विदेश हाम्रो केटाहरू फेरि सब जापानमा जापानिज भाषा नि पढेँ मैले स्ट्रगल अझै जारी छ मैले हार खाँदिनँ just I always want to be walk alone just me and my thought I realize yes many celebrities and popular artists and actors are very हजुर many हुन्छ होला अब many pick म अलिकति हाल्छु नि म अलिकति हाल्छु भ्याएको छैन काम अलिकति हाल्नु अहिले पाकेको छैन अहिलेसम्म काम भ्याएको छैन मेरो गाईले घाँस दिएको छैन चिन्ता छैन के मलाई जापान पनि यही तपाईँ नजाने रवि आमाहरूसँग जानी अब गयो भइहाल्यो नि त अब के काम गयो पनि अहिले जाने अब काम त्यहाँ छैन ए घाँस देखेन दुध कहिले पाक्दा उम्लिनुपर्छ नि आगोमा ग्यासमा त हुँदैन है आगो चाहिन्छ त्यही भएर आगोमै पकाउनु पर्छ आगोमा पकाएपछि अब जति गयो नि अब के है पाक्ने अब हुनु त अब ग्यासमा हाम्रो आमाले नि भाइ दुध ग्यासमा पकाए ल भएन अब त आगोमै पकाउँछु भनेर आगोमा पकाए आगोमा त ठिक हुन्छ नि ग्यास डिग्री पास गरेर छैन मन भारे दुध खानी हो माता आपा भाषा यति पाएपछि आमा छोरा पुगिहाल्यो दुध भने दुधै हुन्छ क्या तपाईँको खुट्टा हड्डी खुट्टा दुखेको निको हुन्छ भने होइन होइन यस्तो गर्छ अझै तलतिर यसरी चाड्नुपर्छ यसरी गर्ने अनि मिठो छ मिठो छ ओके यो हड्डी बलियो हुन्छ दुध खाएपछि हेर्नुहोस् दुध खाएको अनुहार कस्तो हुन्छ राम्रो भइहाल्यो अब त हालिदिनु यार उम्ले ग्यासमा त सकिन्छ नि छोराले कमाउँछ मिठो छ ल आगा तातो हुन्छ तालु कोले आउँदिन म आउँदिन भयो के भयो भयो नि त मलाई के भन्यो त नि मलाई भयो भन्छु आफैदेखि चलाए मारिदिउँ यहाँ नि ग्यास मार्नुपर्छ है ग्यास मार्नु बी सेफ म्यान क्लोज द ग्यास अब गिलासमा हालेर खाएर ट्याक चलेर त्यसपछि आज दिन स्टार्ट हुन्छ यो न्यू डे स्टार्ट February 4, 2026 यो 23 भर्जन हो कि म आइएम 23 भर्जन नाउ and next year 24 update I want to update year by year I always year 8-9 लाख अब हुन्छ नि त पक्की घरहरू 8-9 लाखको घरको 1-2 दिन 1 हप्तामा बस्छ I want to make a history बनाउन टाइम लाग्छ नि त एम्पायर खडा गर्नु रात खडा हुनु नि त year of consistency पेसेन्ट होइन म चाहिँ जुनै काम पनि इयरमा लान्छु क्या डेमा हुने कि इयरमा कन्सिस्टेन्सी पेसेन्ट होइन अनि कन्स्टिक हो कि के भन्थ्यो कि एउटा थोमस सेल्बीले क्या इन्स्टिक हो कि के भन्थ्यो मलाई त्यसको फुल मिनिङ थाहा नि तर जस्ट कन्सिस्टेन्सी हार्ड वर्किङ हुनु पऱ्यो होइन
डेलाई होइन मन्थलाई होइन इयरमा फोकस गर्नु पऱ्यो इयर यो बी अ म्यान बट इट्स भेरी डेन्जरस म्यान विथ गुड हेयर यो बट म्यान बट इन द हाउस अब दुध खान्छु अब हामी यो मम्मी र म यो म त यहाँ गिलास हाल्नु मलाई यहाँ हालिदिनु त म जान्छु कहाँ जाने नेपाल देश I'm very busy man. Yo, see you tomorrow. तार खाइदिने कि भन्दा खाम भाइ